सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सबैजनाको दसैँ कस्तो भयो होला, रमाइलो भयो होला। मैले चाहिँ आफ्नो भ्लग हाल्न पाएन त्यति बेला होइन। अनि आफ्टर फ्यु डेज म भिडियो बनाउँदैछु। म चाहिँ यता बेसी खोलातिर आएको छु होइन। यहाँ चाहिँ भ्लग बनाउँदैछु। अब कस्तो कस्तो हुन्छ कन्टेन्टहरू हेर्दै गर्नु होला होइन। म राख्दै गर्छु। कोदाको बारी हो होइन। अनि यहाँ चाहिँ बहिनी पर चाहिँ मिलाउनु केही निकाल्दैछ, खानेकुरा निकाल्दैछ क्या हो। यो चाहिँ हाम्रो बाटो हो। यस्तो छ। यो चाहिँ खोला जाने बाटो हो होइन। म बल्ल आज हिँड्दैछु खोलातिर। अनि यो चाहिँ म हो। यता पछाडि हिँड्दै गर्दा चाहिँ बहिनी हो होइन। खोला चाहिँ आउनु लाग्यो। हामी चाहिँ बेसीतिर जानु लागेको छौँ मस्त आनन्दले होइन। बाटो चाहिँ यस्तो अप्ठ्यारो छ क्या फेरि। यस्तो छ बाटो घाटो। यहाँ त डेन्जरै छ यो बाटो त। आधी खुट्टा त गइसक्यो त्यस्तै हो। यो चाहिँ बेसी हो होइन। यस्तो राम्रो हरियाली छ यतातिर। के अरे के भन्छ गाह्रो छ बाटो। औ धन्नै नलोटेको या भ्लग बनाउँदै लोड्छु क्या म। हिँड्दै बाटो छ नि गाह्रो छ। आधी बाटोसम्म चाहिँ आइसक्यौँ होइन। अब थोरै हिँड्नुपर्छ 10 मिनट। यिनीहरू चाहिँ अड्किरहन्। खै लिपस्टिक लगाएको हेरौँ त। लिपस्टिक लगाउन परेको यो मिलनलाई। बहिनी बोल्न लाई रे। ओ माई गड खै हेरौँ त थुतु न। ओ माई गड। ओ आज सबैको पालो आउँछ के। जा गएन सबैजना अगाडि गएन। कस्तो हुने पो हो। यो चाहिँ म हो रे ल। यो नै हो, अरू केही पनि होइन होइन। अरू कविताको हातमा पनि होइन। यो नै हो ल। म चाहिँ यहाँ हम काहे तो क्या काहे। यता फेरिको हो क्या? यता फेरिको ए है मेरो मामा भान्जा भान्जा अहिले खोला झर्नै सक्छु। ल एकछिन यसै ऊ त्यो चाहिँ खोला, यो चाहिँ म होइन यो चाहिँ खेतमा लगाएको कुलो हो होइन। यहाँको
अघि धन्न लोटेन गाई रोडेर भए घरमा रोड्दैन खोला आइसक्यो अब हामी आइसक्यौँ गर्मी छ हाई गर्नु यस्तै गर्मी छ गाई रमाइलो छ होइन कलेजको अनि यहाँ मेरा भाइ बहिनीहरू पनि छन् त्यहाँ जाँदैछन् होइन म यता कहाँ देखेको थियो पानीमा नि माछा क्या हो न त्यो होइन यता माछा चाहिँ बबाल बबाल छन् खतरनाक हेर बच्चा जता कतै भागेको छ ओहो कति ठुलो हो यार बच्चा पनि छन् बरै मान्छेको अवस्था त्यस्तो सानो मान्छेको अवस्था ती दिदी यता कसले सक्छ र फेरि मलाई त बचपनको प्यार त यसै हो थिए सानो बेला यस्तै हो कि अब यस्तै याद आउँछ होइन खुट्टामा घाउ पनि बनाए त्यस्तै छ अवस्था अहिले हाल Châu खाली छ म्याम चाहिँ खुरमुरे पान्डा चाउचाउ सबै खाली छ यहाँ बहिनी भिडियो बनाउँदैछ होइन अनि भाइ चाहिँ उहाँ खानालाई रेडी भयो हामी चाहिँ सबैजना रेडी अब चाहिँ खाने है खै खाम त तिमीको खाना नि बगिरहेको छ अन्तिम सास राउन्ड बगिरहन्छ सबैजना आउँछ हाम्रो बेसी हो होइन यहाँ चाहिँ यस्तो राम्रो छ कि सिन पनि यस्तो खतरा आइरहेको कस्तो राम्रो भ्यू के गाइज हेर्नु न है कस्तो आनन्द लाग्दो भ्यूज के यसो चस्मा लगाइदिनु भनेको खासै नसम्झिन्छ साह्रो डल्थ्यो साह्रो लर्न सिक्यो घाम छ नि म चाहिँ आफ्नै पारामा छु होइन यस्तो भिडियो बनाऊँ भनेर के खोलातिर आएँ त भिडियो बनाउनु भएन म चाहिँ एक्लै फटाफट हिँडेर हो भाइ बहिनीहरू चाहिँ पछाडि आउँथ्यो
चाहिँ ढुङ्गाको खिचडी फाइनली हामी चाहिँ आउन लागिसक्यौँ घर हामी चाहिँ बाटोमै छौँ अब 2 मिनटमा पुगिहालिन्छ 2 मिनट पनि लाग्दैन 1 सेकेन्डमा आउन लागिसक्यो ठिकै भयो तल गएर पनि लास्टै थगाइ लागिसक्यो त्यो चाहिँ हाम्रो मामा घर हो है गाइस सामान बोकेर आउँदैछ मिलनले फाइनली आइपुगिसक्यौँ हामी फाइनली घर आइपुग्यौँ गाइस त्यो मामा हो के छ मामा के गर्दै हुनुहुन्छ हजुर ए घाँस काट्न काटेर भइएन अझै आमा के गर्दै हुनुहुन्छ टिकटक गर्दै हुनुहुन्छ भिडियो बनाएको फाइनली आइम गाइस यो चार्जर दुध खान आउनु है गाइजहरू राम्रो गाउँतिरको प्योर दुध पाइन्छ होइन अब यो काठमाडौँ बजारतिर जस्तो किनेर खान पर्दैन गाउँघरमा त प्योर दुध खासी बलियो हुनुपर्छ आउनु है गाइस दुध खाना चाहिँ रोनी घोटेर खानुपर्छ ल है ल सबैजनालाई अनि यहाँदेखि चाहिँ हाम्रो मामा घरदेखि चाहिँ के ठ्याक्क चिनिन्छ मजाले सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो होला मेरो भिडियो हेरिदिनु भयो होला रमाइलो मान्नुभयो होला सबैजनालाई धन्यवाद यस्तै गरी माया गरिदिनु होला।